डेमोक्रेसी यानी कि लोकतन्त्र भनेको के हो? धेरै जनालाई यो लाग्छ कि कुनै पनि देशमा रेगुलर इलेक्सन भइरहेको छ र हामी भोट हाल्न जान सक्छौं भने त्यो एउटा डेमोक्रेटिक देश हो। तर त्यस्तो होइन। रेगुलर चुनाव त नर्थ कोरिया, चाइना, रसिया जस्तो देशहरूमा पनि हुन्छन्। तर पनि ती देशहरू डेमोक्रेटिक कन्ट्री भने होइनन्। ती कन्ट्री हुन् त सिर्फ एक डिक्टेटरशिप नै। डेमोक्रेसी वर्ड ग्रीक ल्याङ्ग्वेजको दुई वर्ड डेमोस यानी जनता र क्रेटोस यानी शक्ति मिलेर बनेको हो, जसको अर्थ हुन्छ जनताको शक्ति अर्थात् जनताद्वारा शासन। रेगुलर इलेक्सन न भोट हाल्दैमा त्यो डेमोक्रेसी हुँदैन। कुनै पनि कन्ट्री तब मात्र डेमोक्रेटिक बन्छ जब त्यहाँको इलेक्सन फेयर एन्ड फ्री होस्। फ्री मतलब जनता स्वतन्त्र छन्, जसलाई ऊ भोट हाल्न चाहन्छ उसलाई भोट हाल्न सक्छ। फेयरको मतलब अलग अलग क्यान्डिडेट अलग अलग पार्टीले समान अवसर पाउनुपर्छ। समग्रमा डेमोक्रेसी भनेको यस्तो प्रणाली हो जहाँ देश चलाउने शक्ति जनताको हातमा हुन्छ। जनताले आफ्ना प्रतिनिधिहरू छान्छन् र त्यही प्रतिनिधिहरूले सरकार बनाउँछन्। त्यसैले त अब्राहम लिंकनले भनेका थिए, डेमोक्रेसी मिन्स अ गभर्नमेन्ट अफ द पिपुल, बाइ द पिपुल एन्ड फर द पिपुल। तर नेपाल जस्तो देशमा जनता नै भेडा छन्। यहाँ राजतन्त्र होस् या लोकतन्त्र, देशमा परिवर्तन कहिल्यै हुँदैन।